के तपाईहरू पनि शिक्षक बन्नको लागि राहत, करार वा अनुदान कोटामा आवेदन दिँदै हुनुहुन्छ वा जागिर गर्ने सोचमा हुनुहुन्छ तर तपाईसँग कुनै आइडिया छैन वा यसबारे ज्ञान छैन? के कुराहरू पढ्नुपर्छ वा के कस्तो शैक्षिक योग्यताको प्रमाणपत्रहरू चाहिन्छन्? चिन्ता नलिनुहोस्, आज यसै भिडियोमा रहेर सबै कुराहरूलाई स्पष्ट पारिदिनेछु। भिडियोमा अगाडि बढ्नुभन्दा पहिले साथीहरू, यो च्यानलमा सब्सक्राइबरहरू एकदमै कम मात्रामा रहेका छन्, त्यसैले च्यानललाई सब्सक्राइब गरेर हाम्रो च्यानलसँग जोडिनुहोला। अब सुरु गरौँ आजको भिडियो सामग्री। साथीहरू, सबैभन्दा पहिले कुरा गरौँ यो करार, राहत वा अनुदान कोटाको बारेमा। राहत कोटा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दा तत्काल शिक्षक आवश्यक भएको बेला सरकारी स्थायी दरबन्दीहरू उपलब्ध नभएको अवस्थामा खुलाइने अस्थायी प्रकारको कोटा हो। राहत कोटाको विशेषताहरू: यो अस्थायी वा टेम्पोररी दरबन्दी हो। विद्यालयलाई विद्यार्थी र शिक्षकको अनुपात मिलाउन प्रदान गरिन्छ। यसमा काम गर्ने शिक्षकले राहत तलब पाउँछन् जुन सरकारबाट नै आउने गर्दछ। पछि विद्यार्थीहरूको सङ्ख्या घटेमा राहत कोटा पनि हट्न सक्छ। राहत कोटाका शिक्षकहरूलाई स्थायी हुनको लागि शिक्षक सेवा आयोग मार्फत प्रतिस्पर्धा गर्नुपर्छ। यसै गरी कुरा गरौँ करार कोटाको बारेमा। करार कोटा भनेको विद्यालयमा शिक्षक पद खाली हुँदा वा कुनै पुरानो शिक्षकसँग स्थायी अध्यापन अनुमति पत्र नभएको अवस्थामा आयोग मार्फत स्थायी शिक्षक नियुक्ति हुन लामो समय लाग्दाखेरि अस्थायी रूपमा करारमा नियुक्ति गर्ने व्यवस्था हो। करार कोटाको विशेषताहरू: विद्यालय वा स्थानीय तहले करार शिक्षक राख्न सक्छ। करार शिक्षकको निश्चित अवधि सामान्यतया 1 वर्षको हुन्छ। 1 वर्षपछि नवीकरण नगराएमा यो कोटा स्वयं रद्द हुन्छ। विद्यालय वा स्थानीय तहमा उक्त पद स्थायी दरबन्दीबाट भरियो भने करार शिक्षक आवश्यक रहँदैन र करार कोटा समाप्त हुन्छ। करार शिक्षक पनि स्थायी हुनको लागि आयोग मार्फत प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यसै गरी रहेको छ अनुदान कोटा। अनुदान कोटा भनेको सामुदायिक वा निजी विद्यालयमा सरकारबाट दिने अनुदानमा राखिएको वा अनुदानमा आधारित शिक्षक पद हो। अनुदान कोटाको विशेषताहरू: विद्यालय सामुदायिक भए पनि शिक्षक पद सरकारी अनुदानमा चल्ने। अनुदान कोटामा शिक्षकको तलब सरकारबाट अनुदान मार्फत विद्यालयमा पठाइन्छ। अनुदान कोटाका शिक्षकहरूले पनि स्थायी शिक्षक हुनको लागि शिक्षक सेवा आयोग मार्फत प्रतिस्पर्धा गर्नुपर्छ। राहत, करार, अनुदान कोटाको दरबन्दीमा फर्म भर्नको लागि वा आवेदन दिनको लागि तपाईहरूसँग निम्न कागजपत्रहरू वा प्रमाणपत्रहरूको आवश्यकता पर्दछ। यदि तपाईहरू 8 कक्षासम्मको आधारभूत तहको शिक्षकको लागि आवेदन दिँदै हुनुहुन्छ भने निम्न शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक पर्दछन्। नम्बर 1 मा रहेको छ आधारभूत तहको अध्यापन अनुमति पत्र वा लाइसेन्स। नम्बर 2 मा रहेको छ कक्षा 12 को मार्कसिट वा स्कुल लिभिङ सर्टिफिकेट। यो एकाडेमिक ट्रान्सक्रिप्ट वा स्कुल लिभिङ सर्टिफिकेट चाहिँ अहिले चेन्ज भइसकेको छ। पहिले 11 र 12 दुवैको कम्बाइनेसन पाइन्थ्यो भने अहिले 2077 सालदेखि यता कक्षा 12 को मात्रै मार्कसिट राखेर दिइन्छ। नम्बर 3, त्यसपछि कक्षा 12 को राष्ट्रिय परीक्षा बोर्डले मार्कसिटको सँगै दिएको प्रोभिजनल सर्टिफिकेट र स्कुलबाट दिइने क्यारेक्टर सर्टिफिकेट पनि सँगै चाहिन्छ। नम्बर 3, कक्षा 10 को क्यारेक्टर सर्टिफिकेट र मार्कसिट पनि आवश्यक पर्न सक्छ, त्यसकारण यो पनि साथमै लग्नुहोला। नम्बर 4, नागरिकताको प्रतिलिपि। नम्बर 5, हस्तलिखित निवेदन। हस्तलिखित निवेदन स्कुलको प्रधानाध्यापकलाई लेखिन्छ, जसको नमुना यो रहेको छ। तपाईहरूले स्क्रिनसट गरेर पनि राख्न सक्नुहुन्छ। यतिको प्रमाणपत्र भइसकेपछि जुन स्कुलमा विज्ञापन खोलिएको छ त्यसै विद्यालयमा गएर आवेदन दिन जानुहोला। यति प्रमाणपत्र भइसकेपछि अब इक्जाममा के कस्ता क्वेसनहरू सोधिन्छन्, परीक्षा कसरी हुन्छ भन्दा यसको पाठ्यक्रम पनि ठ्याक्कै शिक्षक सेवा आयोगले लिने परीक्षाको जस्तै हुन्छ। तर शिक्षक सेवा आयोगमा वस्तुगत प्रश्नमा जसरी प्रश्न घुमाउरो तरिकाले सोधिएको हुन्छ त्यसरी यसको परीक्षामा हुँदैन।
यहाँ चाहिँ सिधा कुराहरू भएका प्रश्नहरू राखिएका हुन्छन् जसमा 100 पूर्णाङ्कको वस्तुगत प्रश्नहरू सोधिन्छन्। यसको पाठ्यक्रम शिक्षक सेवा आयोगको प्रथम पत्र जस्तै हुन्छ, सेम टु सेम, र त्यसैको आधारमा तयारी पनि गर्नुपर्छ। यो वस्तुगत प्रश्नको परीक्षा सकिएपछि तुरुन्तै परीक्षाफल प्रकाशन गरिन्छ जसको समय 1 घण्टासम्म लाग्न सक्छ। परीक्षाफल आइसकेपछि अब तपाईँ उक्त परीक्षामा पास हुनुभयो या फेल हुनुभयो त्यो हेर्नुपर्छ। यदि पास हुनुभयो भने विषयगत परीक्षाको लागि जानुपर्छ र फेल भए विषयगत परीक्षामा सामेल हुन पाइन्न। विषयगत प्रश्नको पाठ्यक्रम पनि शिक्षक सेवा आयोगको दोस्रो पत्र जस्तै हुने गर्दछ। विषयगत परीक्षा तपाईको 3 घण्टाको हुन सक्छ। यो परीक्षा सकिएपछि रिजल्टको प्रतीक्षा गर्नुपर्ने हुन्छ र रिजल्ट आइसकेपछि कतिजना पास हुनुभयो त्यसैको आधारमा अन्तर्वार्ता हुन्छ र त्यही क्रममा कक्षा अवलोकन पनि हुन सक्छ र सबै क्रियाकलापहरूमा पास हुनुभयो भने सम्झनुस् अब तपाईलाई राहत करार वा अनुदान कोटामा जागिर खानबाट कसैले रोक्न सक्दैन। यदि तपाईहरूलाई भिडियो राम्रो लाग्छ भने च्यानललाई सब्स्क्राइब गरेर च्यानलसँग जोडिनुहोला र भिडियोलाई लाइक गरिदिनुहोला।